guys, welcome back to my channel. र आज चाहिँ हामी स्वयम्भू घुम्न आछौं. She is Bindu, it's me Ashok. अनि आज चाहिँ स्वयम्भू घुम्न आछौं. मैले सबै चीज देखाउँछु स्वयम्भूमा के हुँदैछ. यो पर्यटकीय क्षेत्र हो गाइज है. यस्तो यस्तो मालाहरू टक्क छ यहाँ. दाइ यो के हो दाइ? यस्तो यस्तो बाँड्ने त्यो दाइले देखाउनु यस्तो माथि बाँड्ने छ नि त्यो चाहिँ रहेछ. यो बुद्धको भगवानको अस्तित्व मानिन्छ. बिन्दु तिमीले के भन्न चाहन्छौ? के भन्न चाहन्छु? बी कन्फिडेन्स. के भन्न के भन्ने? यहाँको बारेमा के सबैजना घुम्न आउनु होला. सबैजना घुम्न आउनु होला. मात्र हैन. हामी मात्र हैन. रमाइलो छ. पर्यटकीय स्थल हो. ल यो च्यानललाई सब्स्क्राइब गरिदिनु, लाइक गरिदिनु गाइज है. के भन्नु, यो बिन्दुको च्यानल हो कि मेरो च्यानल हो? यहाँ अशोक खनालको. ए अशोक खनालको च्यानल हो. One of the best touristic place guys. मस्ती भिडियो गर्नुला हैन? ब्लग बनाउन लाग्यो हो. हो? This gonna be remember lifetime के guys है. अनि यहाँ तिमी कतिचोटि आयो रे यो ठाउँमा भन्दै थियो त अघि? 15+. ल गाइज हेर्न सक्नुहुन्छ कोही मान्छे 15+ आइसक्यो, कोही एकचोटि आएको छैन. बाफरे यो सिन एकदमै कहाँ छ रे यत्न. क्यामेरामा देखियो कि नै भनेर यो एकदमै मनोरञ्जन सिन छ. आमाले बच्चा बोकेको. पुतुल गर्दै हिँड्छ. कसलाई? तिमीलाई रुगा लगाइरह्यो? गोली राम्रो आउँदैन. ए हो? यस्तो गर. ल यो स्वयम्भूको विशेषता हो क्या यहाँको एथेन्टिसिटी. दिस इज अल अर्ग्यानिक स्टफ के. स्वयम्भू ठाउँ एकदमै स्पेसल छ होइन? यो के हो? यो यहाँ के लेखा छ? त्यो त्यहाँको पढ त यो के हो? अग्निपुर. यहाँको घरहरू पनि आर्किटेक्चर दामी छ है होइन? र तपाईहरुलाई यस च्यानलमा तपाईलाई यस्तो मनोरञ्जनात्मक, यस्तो प्रकृति जनात्मक के हुन्छ नि, जस रमाइलो भिडियोहरु हेर्न मन छ भने आउँदै गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्, हेर्दै गर्नुहोस् भन्न चाहन्छु. दर्शकबिन्दहरु म लाइभमा नै रहने छु. यो चाहिँ कताबाट जाने? यताबाट जाने भने त्यहीबाट आएको होला नि हैन? ल जानु. ढुङ्गामा यस्तो कोरेर गराएको एथेन्टिसिटी हो. स्टोन आर्ट के भन्छ? युग शिल्पी हैन, लेखा शिल्पी. युग शिल्पी भनेर मैले अर्कै चीजको नाम भने. फोटो पो हो, भिडियो त के भयो त नि? फोटो खिच्न मनाइ छ भने भिडियो त के हुँदैन हो र? ए
ठिक छ गाइज, मैले इल्लिगल्ली तपाईँलाई देखाइरहेको छु। यो गर्व मान्नुहोस् कि तपाईँले यहीँ आउनुपर्ने हुन्छ नै पनि देख्न सक्नुहुन्न। यस्तो यस्तो ठाउँमा मैले फोटो भिडियो लिइराखौँ कि तपाईँले यहाँ जस्ट खिच्न मनाइरहेछ। बाप्रे यो कपडा दामी लाग्यो। नेक्स्ट टाइम आउँदा मैले सपिङ गर्छु। म कमाएर पुरै प्रोफेसनल्ली यो युट्युब च्यानलबाट कमाउने भइसकेपछि मैले एकदमै सपिङ गर्न आउँछु। त्यही कपडा मलाई मन परिसक्यो। अब के यो के हो? बबल भनेको त स्याम्पूको फिज राखेर बनाएको के हो? भिडियो हेर्दा त त्यही देखेको थिएँ मैले त। बबल निस्केको त्यो फिज निस्केको। त्यो स्याम्पू हाल्दा चाहिँ फिज निस्किन्छ। ठुल्ठुलो बबल। ठुलो एउटा बबल हुन्छ कि धेरै बबल हुन्छ? धेरै बबल हुन्छ। भ्यू काठमाडौँ भ्यू गाइज। दिस इज द भ्यू अफ काठमाडौँ के।